हेलो नमस्ते वेलकम टु माई ब्लग आफ्टर लङ टाइम पछि मैले ब्लग स्टार्ट गर्दैछु किनभने आज हामी चाहिँ कलेजबाट हाइड्रो पावरको टुर जाँदैछौँ। आज चाहिँ डे 1 मा चाहिँ हामी तनहुँमा गएर मस्याङदी हाइड्रो पावर भिजिट गर्छौँ, त्यसपछि पोखरामा स्टे गर्छौँ अनि भोलि बिहान उठेर फेरि सेती हाइड्रो पावर जान्छौँ अनि त्यसपछि पर्सि हामी फर्किन्छौँ। भनेपछि 3 डेजको मेरो ब्लग एउटै ब्लगमा म क्याप्चर गरेर हाल्ने कोसिस गर्छु किनभने यो मेमोरीको लागि हाम्रो लगभग अब सम्भवतः हाम्रो लास्ट ट्रिप हुन्छ होला फ्रम कलेज। सो एकदमै यो स्पेसल हुन्छ पछि समय हेर्नको लागि साथीहरूसँगको मेमोरी अनि हाम्रो कलेजको टुर सरहरू सबैजनासँगको मेमोरी। सो ब्लग अन्तिमसम्म हेर्ने साथ दिनु होला। मैले ब्लग स्टार्ट गरेँ है त। हेलो वेलकम टु माई ब्लग। आज हामी कलेजबाट टुर जाँदैछौँ। कहाँ जाँदैछौँ साथी हो? सेती हाइड्रो पावर र भन न भाइ मस्याङदी हाइड्रो पावर र दुईटा हाइड्रो पावरमा जाँदैछौँ पानी परे बेला चाहिँ ल कान्तिपुर सिटी कलेजबाट जाँदैछौँ। आज चाहिँ हामी अब कहाँ हिँड्दैछौँ भन त? पोखरा हिँड्दैछौँ। एकदम रमाइलो भयो। त्यस्तो गरिबहरूमा त्यो फ्यान पनि चलाइरहेको छ गाइजहरू। अलिक माथि उठाउ न। अनि एकदम रमाइलो गर्नेवाला छ। भ्लग अन्तिमसम्म हेर्नु होला है त। सुरु भएको छ भर्खर हाम्रो यात्रा ल। ओके चाहिँ खाजा सुरु भयो। खाजा सुरु भयो ल सुपिना ल यो चाहिँ हाम्रो खाना हो। यहाँ खाँदैछौँ हामी यस्तो चिल एरियामा आएर खाना खाँदैछौँ। आउँदैछ कस्तो खानापिना हाम्रो भेराइटी कहाँ मजाले पाइन्छ पाइन्छ नि त। कस्तो खतरा रहेछ। पछाडि मात्रै खिच्नु पर्ने क्या, अगाडि त राम्रै आउँदो रहेछ। हाइड्रो पावरभित्र चाहिँ खासै भिडियोहरू क्लिक गर्न पाइँदिनँ, त्यही भएर मैले थोरै मात्र क्लिक गरेको छु। खासै भिडियोहरू चाहिँ पब्लिक गर्न मिल्दैन, यहाँ क्यामेरा एक्सेस हुँदैन। सो ल है त ल है त। अब हाम्रो यहाँको हाइड्रो पावरको टुर सक्यो। यहाँको चाहिँ अब सेती हाइड्रो पावर पाइन्छ। मस्याङदी हाइड्रो पावर टुर चाहिँ यति नै भयो ल है त। यहाँनिर कति कालो यस्तो यहाँ खाजा हुँदैछ है त हाम्रो। खाजा कति त्यसपछि लाग्यो हाम्रो रुम चाहिँ यहाँ हो। छाडा रुम छ यहाँ चाहिँ बाथरुम भइहाल्यो। त्यसपछि गर्मी पुत्తుकै भयो यो हामी बसेको होटल हो, बस्ने होटल माथिसम्म भित्रसम्म मजाले स्पेस खासमा रियल म्याथ सिक्ने
गुड मर्निङ फ्रम पोखरा। यहाँ चाहिँ गुड मर्निङ भयो हामी। यो त वार्म वाटर कस्तो राम्रो। पोखरा कस्तो कता देख्यो। हेलो, आज डे 2 मा चाहिँ वेलकम छ। मलाई एकदमै ज्वरो आएर अनुहार पनि यस्तो हालतमा छ, हिजो पानीमा भिजेर अनि त्यसपछि ज्वरो आइरहेको छ। यहाँ पनि पानी यस्तो परिरहेको छ, यहाँ वेदर कन्डिसन चाहिँ। डे 2 हाम्रो अब सुरु हुँदैछ। हामी सेती हाइडे पार अब जाँदैछौँ। केटीहरू आउँदै आउँदैन, रेडी भएर राम्री बनेर 1 घन्टा भइसक्यो पर्खेर बस्छौँ। अब हामी निक्लिन्छौँ। हेलो, डे 2 हाम्रो चाहिँ पोखरामा यहाँ डे 2 मा छौँ हामी। अब हामी सेती हाइडे पार जाँदैछौँ। साथीहरू एकदम चिल्ली चिल्लिरहेको भन्ने बित्तिकै छ यहाँ बाहिर। यस्तो छ यहाँ वेदर कन्डिसन चाहिँ। हामी फोटो खिच्यो भने पुरा चिल्ली भइरहेछौँ। अनि यस्तो छ अवस्था चाहिँ हाम्रो। अब हामी 4 जना रुममा बसेको, अब निक्लिएको। अब हामी चाहिँ सेती हाइडे पार गएर भिडियो कन्टिन्यू गर्छौँ। ज्वरो आएर अनुहार पनि यस्तो अवस्था छ मेरो चाहिँ। हेर्नुहोस् साथीहरू, हेर त यहाँको वेदरको अवस्था कन्डिसन। हाम्रो चाहिँ खास खाना खानुभन्दा अगाडि सेती हाइड्रो पावर भिजिट गर्ने प्लान थियो, तर यो पानीको कारणले गर्दाखेरि हामी जान सकेनौँ। अब हामी चाहिँ यो पोखरा दिउँसोभरिको भ्रमणको भ्लग हेर्ने होला, लास्टसम्म भ्लग हेरेर साथ दिने होला है त। थ्याङ्क यू। पानी पर्यो बेला यता यता मेरो आइफोन छ 3टा क्यामेरा होइन लिङ गरेको कस्तो राम्रो थियो यो सबै। अब ट्याक्क हामी यसको मुनि जाने हो त्यतिखेर यहाँ आउने। यहाँ यसको ट्याक्कै मुनि यसको मुनि ट्याक्कै देख्छ। कहाँ गएछ बिना यतै हो नि। मलाई माथि खतरा खाले त पानी पिएर कस्तो खतरा खाले। अब ट्याक्कै त बेबी खाएको मुनि हो क्या, त्यसको मुनि मुनि पनि हिँड्यो अब हामी। हेर त कालीकेटी मोबाइल ओए यता हेर्न न त सबैजना एकचोटि। केटा हो यस्तो छ हालत त्यहाँको अवस्था। भोलिपर्सि छोड्दैन अहिलेदेखि प्लानिङ। थ्याङ्क्स। भाइ यस्तो पुरै उठ धुसो यस्तो हुँसो छ। एकदम दिकोट हामी जाँदैछौँ बाटोमा चाहिँ। यस्तो छ बाटो। यिनीहरू यहाँ हिँड्दैछ नि। यहाँ पुग्यौँ हामी। हामी आइपुग्यौँ दिकोटको। ए नहेछ मलाई त यस्तो छ अवस्था। यहाँको ताजा अपडेट यस्तो छ। यहाँ ताजा अपडेट। हामी यतैको लोकल हो नि। टाढा गर्नु हस्। यिनीहरू हिँड्दैछ नि। मभन्दा ढिलो हिँड्छ यिनीहरू नसकेर। शिव गंगाधराय हर हर बोले नमः शिवाय
गंगाधराय शिव माया ल्यूला ल्यूला संसारे तेरे सामने है झुका मेरे सर पे हाथ रख तेरा नमो नमो शंकर भोले राम शंकर शिवाय शंकर तेरे सामने है झुका मेरे सर पे हाथ रख तेरा नमो नमो शंकर भोले राम शंकर जब तक सर पे तेरा हाथ दिन से उजली मेरी रात मेरा क्या बिगड़ेगा बाबा मुझ पे तेरा आशीर्वाद तू धन है मैं धनवान बाबा तू मेरा अभिमान तेरे चरणों में ही रहना जब ठ्याक्क व्हाइट कलरको छ नि त खानेवालाहरू सुरु हो के हो रातो यो त मेरो फेभरेट हो त अस्ति पनि हेर्दा थिएँ ए ल सबैजना गाँदै स्ट्याटस यही हालिदिउँ न नो टिकट नो भिडियो नि अझ चढा जस्तै नि हुन्छ मेरो चौडाकै भयो ट्याक्कै बुट्या त हुन्छ कफी रोस्टिङ टायरहरू यहाँ सुन मजाले होला मेरो गाडी देखेर गंगाधराय शिव गंगाधराय हर हर बोले नमः शिवाय गंगाधराय शिव गंगाधराय हर हर बोले कालो आइरहेको छ खासै रची दुनिया में बोले सबसे पहले तू बात सब तेरे किस्मत वो ही बनती है जो तू लिखता है हाथ सब तेरे बोले मेरी सांस चलती है दिन ये ढलता है नाम से तेरे किस्मत वो ही बनती है जो तू लिखता है हाथ सब तेरे
तेरी रची दुनिया में बोले सबसे पहले तू बाद सब तेरे किस्मत वो ही बनती है जो तू लिखता है हाथ सब तेरे बोले मेरी सांस चलती है दिन ये ढलता है नाम से तेरे किस्मत वो ही बनती है जो तू लिखता है हाथ सब तेरे तस्मै ओम जय दुर्गे अम्बे ब्रह्मा विष्णु महेश्वर कर संधान सबै अम्बे कर संधान सबै भक्तजनहरू आउनुहोला टीका प्रसाद आशीर्वाद दिनुहोला नामबद्ध भइदिनुहोस् यहाँ धेरै भक्तहरूले आहा कति रमाइलो यो साउनको महिना शिवजीको महिनामा आएर टीका प्रसाद आशीर्वाद दिएर यस्तो आराधी डे 2 हाम्रो अब सुरु हुँदैछ मन्दिर जाँदैछौँ पोखराको डे 3 यस्तो छ अवस्था लुगाबाट तार अनि अरू भन्दा नि यहाँ चुरा चाहिँ यस्तो छ चुरा देखियो देखिन्छ ल हुँदै जाँदैछौँ अब हामी कसैको पनि नराम्रो चिताएन भने चाहिँ भगवान् छ क्या भगवान् जहिले नि हेर्छ क्या मान्नुहुन्छ भगवान्लाई म त मान्छु एकदम धेरै मान्छु म भगवान्लाई म बाटोमा हिँड्दा पनि ढोगिरहन्छु हेलो तिनीहरू कहाँ छन् तिनीहरू हामी चाहिँ अहिले यहाँ मतालतराई मन्दिर हिँड्दैछौँ धेरै मेरो स्पेस छैन गाइज त्यही भएर म ठिक बनाउँछु भिडियो हावातालमा हामी फेवातालमा हामी हेरिरहेछौँ बक्खु जत्रो लुगा लाह कस्तो राम्रो देखियो बक्खु जत्रो लुगा लाह कस्तो दामी पोजिटिभ चुरा देखाउ न चुरा कहाँ हेलो यी चाहिँ केसीसीका बादलहरू कस्तो दामी हो हाम्रो पनि बनाइदिनु है यसरी यता केटीहरू छ नि है डुङ्गी चढेर आएका कुन मन्दिरमा
जान्छौ यात्री कुन मन्दिरमा जाने हो कुन सामग्री पूजा गर्ने साथ कसो सररा हावामा उनखली नाचिदिने चञ्चली मेरी सानी है मुस्कै हाँसेर चिनैमा डर पनि लाग्छ मलाई त ल रे केटी म 1 2 3 ल